हेलो गुड मर्निङ सबैजनालाई देख्न सक्नुहुन्छ यहाँ चाहिँ पृथ्वी हाइवेमा पहिरो गएर बाटो छेकिएर एकदमै गाडीहरू यता र उता पास नहुने अवस्थामा छ र यो बेला चाहिँ हामीले डोजर आउन एकदम ढिला गरेको भएर हामीले आफैले त्यहाँको साबिल मागेर कुटो कोदालो मागेर 17G लगायत हाम्रो टिमले चाहिँ यसरी हामीले माटो फाल्दैछौँ। हजुरहरूले देख्न सक्नुहुन्छ र हामी यसरी ढुङ्गाहरू पनि पल्टाउँदैछौँ है, बाटोमा आएको ढुङ्गाहरू जसले गर्दाखेरि बाटो अवरुद्ध भएको छ पृथ्वी राजमार्गको। त्यो यसरी हामीले ढुङ्गाहरू पनि पन्साउँदैछौँ त्यहाँको स्थानीयको सहयोग लिएर भन्नेदेखि हामी जुन रुखहरू बाटो छेकेको छ रुखहरू पनि काट्दैछौँ। तपाईँहरू देख्न सक्नुहुन्छ र यतापट्टि त्रिशुली नदी एकदमै ठुलो आइरहेको छ, हेर्न सक्नुहुन्छ तपाईँहरू, एकदमै ठुलो आइरहेको छ। र देख्न सक्नुहुन्छ हाम्रो एकजना दाइ चाहिँ यहाँ जबरजस्ती भिरमा बाइक हाल्नुभएको कारणले तल खस्नुभएको थियो। उहाँ दाइलाई चाहिँ सुरक्षित तरिकाले हाम्रो नेपाल प्रहरी लगायत हाम्रो टिमले सुरक्षित तरिकाले रेस्क्यु गरेको थियो। देख्न सक्नुहुन्छ बर्खामा हिँड्दाखेरि एकदमै सुरक्षा अपनाएर हिँड्नु होला र साथै बाटोको अवस्था हेरेर हिँड्नु होला। र यो दृश्य चाहिँ पोहोर सालको है, तपाईँहरू देख्न सक्नुहुन्छ। हस्, धन्यवाद।